हेलो सबैलाई नमस्ते र आज म धेरै दिनको बादमा चाहिँ मेरो भिडियो स्टार्ट गर्दैछु र मेरो फोन बिग्रिएर चाहिँ मैले भिडियो स्टार्ट गर्नु पाएको थिइनँ। अन्त धेरै दिनको बादमा मेरो ब्लग स्टार्ट हुँदैछ। मैले नयाँ फोन पनि किने र आज चाहिँ म तिहार म्यार भएर है आज चाहिँ म मेरो भान्जीको बिहा छ। मेरो भान्जीको बिहामा जानुलाई एकदम रेडी भइसकेको छु हो। तिहार म्यार भइसकेको छु र जो पनि मेरो लाइक सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला सबैजनाले हो। अन्त अब चाहिँ मेरो फोन पनि बन्यो, मेरो भिडियोहरू कन्टिन्यू हुनेछ। तपाईहरुलाई म मेरो भान्जीको बिहाको भिडियोहरू सबै म तपाईहरुलाई देखाउने छु हो, हेरिरहनु होला। अब चाहिँ म घरबाट चाहिँ म निस्केको, दैलोहरू बन्द गरिसकेँ। अब त्यो दैलो छ निस्किन आँटेको, तपाईहरुले हेर्दै गर्नुहोस् होला। अब चाहिँ हामी जाँदैछौँ गाडी भएकोमा, कसको गाडी पाउँछ जानुपर्ने हो त्यहीँसम्म। नानी र भाइ चाहिँ अगाडि छ, हामी जाँदैछौँ। भर्खर आइपुग्यौँ, तपाईहरुलाई देखाउने छु। अब एकछिनमा 8:30 बजी हिँड्छ अरे गाडी हो, तपाईहरुलाई देखाउने छु, हेरिरहनु होला। हामी चाहिँ भर्खर अफिस टाढा आइपुग्यौँ। गाडीहरू पर रहेछ, गाडी उपर छ, गाडी जाने। यो चाहिँ हाम्रो फ्याक्ट्री, यो चाहिँ हाम्रो अफिस हो। हामी चाहिँ भर्खर आइपुग्यौँ। हामी ओह्रालो जाँदैछौँ बिहा घरमा हो, तपाईहरुलाई त्यहाँ पुगेर देखाउने छु। घाम लागिरहेको रहेछ यहाँ त हो, गरम हुँदो रहेछ। दामी सिन देख्दो रहेछ यहाँबाट। किन अब यहीँ हो मेरो छोरी, क्या दामी देख्दो रहेछ हौ यहाँबाट, त्यो दामी सिन। यहाँ चाहिँ आउने जानेहरूलाई चिया पानी रहेछ, जन्तीहरूलाई यहाँनिर जग्गा बनाइदिनु भएको रहेछ, खानापिना यहाँ पाक्दो रहेछ। तपाईँहरूलाई चाहिँ म अहिले राम्रोसँगले देखाउने छु। सबै खानापिना खाने जग्गा रहेछ यहाँ। बिहा घरमा चाहिँ तपाईँहरूलाई गएर देखाउने छु म। यहाँ हाम्रो दादा, मेरो जेठाजु, नानीले ढोक्दैछ। हाम्रो हिरो मेरो भानी छ, उहाँ चाहिँ लाग्यो, घाम लाग्दै रहेछ, राम्रो भयो। परेको थियो त, हल्का परेछ र यो गरम भयो। यहाँ चाहिँ बिहा घर आइपुग्न आँट्यौँ। यो हो हाम्रो बिहा घर। आऊ आऊ, यहाँ बाबा हुनुहुन्छ मेरो। नमस्ते बाजे। साफ सफाई हुँदै रहेछ यहाँ। हाम्रो नन्दा यहाँ यति बेला पढालेको मेरो आमाहरू चाहिँ हिजै आउनु भएको थियो नि त, आमा र फुपू। अन्त यहीँ हुनुहुँदो रहेछ, बसिरहनु भएको रहेछ। हाम्रो भाइ मेरो पनि भिडियो गर्नु भन्नुहुँदैछ, देवर भाइ। यहाँ सबै देवर भाइ हो मेरो।
यहाँ आमा आमा त अघि तयार भइसक्नुभयो। अब चाहिँ मैले साडी लाएँ भर्खर लुगा फेरेको। अन्त बेहुला बेहुलीहरू माथि आइपुग्नु भएछ, हामी त्यति तयार हुनु पाएको। अरे यस्तो गरम रहेछ यहाँ। मेरो भाउजू हो। यहाँ चाहिँ हाम्रो बेहुला बेहुलीहरू चाहिँ आउनुभयो। उहाँहरू हुनुहुन्छ जन्तीहरू, उहाँ हुनुहुन्छ बेहुला, म चाहिँ हाम्रो बेहुली, मेरो भान्जू। अब यहाँ दस्तुर गर्नुपर्ने हो, दस्तुर गरिन्छ। उहाँहरू चाहिँ हाम्रो जन्ती पार्टीहरू हुनुहुन्छ बेहुलीकोबाट हो। बेहुलीहरू चाहिँ उहाँ बस्नु भएको छ, देख्दैन रहेछ। खै ग्रुप त छैन त थपडी माने त। जसमा नि देऊ त बेबीको ठुलो बाबा के भएको छ? ठुलो बाबा के भएको छ? अहिले म खजा लाइदिन्छु ल। हामी लाउनु हुँदैन नि ल। यिनीहरू दुईजनाले बार्नुपर्छ नि। जस्तो मेरो पुलबाट छ नि, पुल छ नि, म सँगसँगै त्यही गरेर पञ्चायत राखेँ। दाजु मैले टिका लगाएँ। यता चाहिँ बाबा हो अनि मम्मी पापा खाना खानु आयो सक्यो। आयो